ल टाइगर मगर ल के भन्यो यो खत्तम। अब रोडीको भ्लग पनि हेरियो अब बिस्तार बिस्तार थमेलको भ्लग नै आउँछ हे गाइजहरु गुड मर्निङ स्वागत छ मेरो युट्युब च्यानलमा म आज फेरि पनि एउटा भिडियो आज एउटा भ्लगिङ हुँदैछ एन्ड त्यो चाहिँ हाम्रो जेठानको यहाँ अफिसमा मतलब अफिस चाहिँ अलिकति डेकोरेसन गर्ने हाम्रो मतलब चलिरहेछ मैले त त्यो के खासै केही गरेको छैन किनभने मलाई अलिकति थाहा छैन आइडिया तर जेठानले यो गर भन्नुहोस् भने चाहिँ मात्र हो तर जेठान चाहिँ लागिरहन्छ निरन्तर म उहाँलाई गर्नुपर्छ नि त होइन जेठान बाहिरतिर त जान मिलेन हजुर को हुन्छ ए अङ्कल आउनुहोस् आउनु आउनु हाम्रो अङ्कलको थेरापी अब हाँसो त लागेको छैन नि तपाईँलाई खत्तम उठाउनु त खुट्टा यस्तै राख्ने रहेछ भने हामी पनि गरेको थियौँ कि यस्तै त्यो गरिदिन्छ त अहिले त के भएको छैन बस्दाखेरि बरु समस्या हो अहिले त के भएन तल दुईटा पनि तल बस्छ दुईटा पनि टपमा फोर तान्ने मेसिन हुन्छ 800 लाग्छ एकदम टप पिजिङ गरेको टपमा राख्ने मेसिन दुईटा मान्छेहरू आउँछन् के तान्थे पुरा सही यो पुरा टक्सी निसिन्छ मा जस्तै बिनामा अस्ति नदेखाएर कहिले यो कति राम्रो भएको तल तल टपमा बस्छ यहाँ यो A few moments later. ल अर्डर ल टाइगर मगर ल के भन्यो यो खत्तम। बाय बाय टाटा गुड बाय गया। यो मिठो गीत आकर्षक नृत्य सोफा नम्बर 8 को लागि प्रस्तुत गर्यौं नाचेर साथ दिनु भएको छ यहाँहरु सबैलाई सम्मान छ अरु पनि यस्तै गाउने सुन्ने रोजगार छन् भने लेखेर पठाउँदै गर्नु होला यता हाम्रो पवन सर सुन्दर सर हुनुहुन्छ हामीलाई मिठो साथ दिनु भएको छ कुन रोजाइ छ लेखेर पठाउँदै गर्नु होला अहिलेको बसाइमा हामी सोफा नम्बर 1 को रोजाइ हाम्रो दिलबहादुर सर टाइगर सर साथमा सुरेश सर आदरणीय सर हुनुहुन्छ मैले के बिराए तिर्खा लायो पानी खाए मैले के बिराए यो मिठो गीत सुन्ने रोजाइमा पार्नु भएको छ यो आकर्षक नृत्यलाई हामी प्रस्तुत ल केटामा मेरो नामको गीत चाहिँ अब आउँदैछ मतलब मैले रोजेको वाला ल यो भइरहेछ
तिमीले मनमुटु सार्ने हो मनमुटु सार्ने हो ए कविताले लै लै बोलेर तार्ने हो मान्छेलाई टिपेर बजार टिपेर बजार लै लै सम्झनामा आउँछौ बजार मनमुटु सार्ने हो बच्चाको नाम आफैले जुरामला जर्री छौरे कसरी पुरा एन्ड गाइस तपाईँले देखिसक्नुभयो रोडीमा आएको त्यसपछि अब मैले भिडियोमा गर्दाखेरि चाहिँ फर्स्ट त यस्तो भन्छु म के भन्छु भन्दाखेरि आज चाहिँ होइन बिहान उठ्यो त्यसपछि खाना खाएर चाहिँ दिउँसोभरि सुत्यो अफिस पनि गएन कारण किन भने त रोडी गरेर आउनलाई लेखा रहेछ होइन जुदान हजुर के त्यही त पछ्यौरी रोडी गरेर के यहाँ माथि चाहिँ नि त काठमाडौँको सो केटाहरू अब यस्तै हो अब रोडीको भ्लग पनि हेरिदियो अब बिस्तारै थमेलको भ्लग नै आउँछ तिमीहरूको अब हुन्छ नि त कोही साथीको इच्छा छ होइन थमेलतिरको हामीले पनि भिडियो बनाउनेछौँ है त The next day. कस्तो टाउको दुख्यो यार हिजो राति त्यस्तो अब 12:30 बजीसम्म 1:45 बजीसम्म चाहिँ हामी रोडीमा थियौँ होइन अनि यस्तो टाउको दुख्यो कस्तो दिउँसो त सुतेको थिएँ म हिजो त्यहाँ अफिसतिर पनि गएन म होइन अनि त्यसपछि अफिस नगएँ यहाँ बसेर यही सोफामा मजाले सुतेँ होइन यही सोफामा अनि त्यसपछि मजाले सुतेर अनि त्यसपछि त्यही हो मैले के सोचिरहेको थिएँ अब सुतियो अब साँझ के गर्ने होला भनेर रोडीतिर जाने भयो होइन अनि रोडीतिर गएर त्यो छम नाचेको पनि हेऱ्यो त्यसपछि हेऱ्यो फेरि त्यो अब राति नसुते दिउँसो सुतेकोले चाहिँ के हुने रहेछ राति चाहिँ अनिदो हुने रहेछ क्या जस्तो अनि त्यसपछि त बिहान त उठ्छु भन्छु टाउको त तल झुम्याछ होइन सक्दै सकेन लगभग 9 बजीतिर बल्ल उठेँ होइन अनि त्यही हो अब रोडीको ब्लग त हेरेको केटा हो म त्यो जुन धेरै सबै नाचेको त्यो त हालेन ढिक्चिक त्यो हुन्छ नि अलिकति बेली डान्सहरू गरेको तिनीहरू हाल्दैन किनभने अब त्यसमा गीत छ नि त कपिराइट हुन्छ ममा पनि मलाई डर लाग्छ अर्काको गीत हाल्नु अनि त्यसपछि म चाहिँ रमाइलो गरेँ होइन अलिकति थोरै भिडियो क्लिप्सहरू चाहिँ म हाल्छु नै तर त्यसमा चाहिँ गीतहरू हुँदैन केटा हो है अनि त्यसपछि त्यही हो इफ यु वान्ट अ ब्लग अफ थमेलको चाहनुहुन्छ भने चाहिँ थमेलतिर पनि हामी जाने कोसिस गर्नेछौँ र गइहाल्छौँ नि एक दिन मिलाएर होइन टाइम मिलाएर खुब त्यतातिर त चलिरहन्छ जस पिस होइन त्यही हो एन्ड थ्याङ्क्स फर वाचिङ गाइज अनि बाई बाई भन्नु बाहेक अरू के छ र टाटा बाई बाई अनि अर्को ब्लगमा भेटिनुपर्छ है त